नमस्ते सबैमा गुड मर्निङ है। यो देखिरहनु भएको भवन चाहिँ तीनघरे बजारको चाहिँ सामुदायिक भवन हो है। हामी सम्पूर्ण स्रोतले धनी भइकन पनि तीनघरे बजार किन यसरी सुक्दै गइरहेको छ चाहिँ नि हामीसँग चाहिँ तपाईको सामुदायिक भवन साथैमा प्राविसम्मको विद्यालय अनि बसशाला आधिकारिक बसशाला त्यहाँदेखि लिएर सार्वजनिक टोयलेट देखि लिएर उबेला ऐतिहासिक बजार जुन दर्तामा आएको पहिलो बजार तीनघरे बजार यस नगरपालिकामा है। यति भइकन पनि तीनघरे बजार सुक्नुको कारण चाहिँ के हो त्यो चाहिँ भने अहिलेसम्म कसैले मूल्याङ्कन गर्न सक्नु भएको छैन। यो देखिरहनु भएको यो चौरी छ, यो चाहिँ मामुली चौरी होइन। यो भिडियो हेरेर कसैलाई इन्सपिरेसन पनि हुन सक्छ है नयाँ युवा पिँढीहरूलाई। अब हाम्रो त बेला गइगयो। यो देखिरहनु भएको खेल मैदान चाहिँ तीनघरेको प्राङ्गणको हो। तीनघरे बजारबाट करिबन 50 मिटर। यो खेल मैदानमा चाहिँ खेल खेलेर धेरै नै खेलाडीहरू उत्कृष्ट बनिसकेका छन् है। त्यसमा पनि अहिले चर्चामा आएको हाम्रो राष्ट्रिय टिमको कप्तानी बहिनी एन्जिला तुम्बाफु यही चौरीमा चाहिँ झुम्रे गोलदेखि लिएर प्लास्टिकको गोल हुँदै अर्को फुटबलसम्म खेल्न सफल भइन्। आज उनी देश विदेशको चर्चामा रहेकी छिन् है। उनलाई बहिनीलाई धेरै बधाई पनि छ। यति धेरै उच्च सम्मानहरू पाउँदै गएकोमा हाम्रो यस तीनघरे बजारको पनि एउटा शोभा हो उनी। यो चाहिँ यति महत्त्वपूर्ण खेल मैदान भयो कि जबकि अहिले देशदेखि विदेशसम्म खेल्न सक्ने क्षमता भएकी हाम्रो बहिनी एन्जिला तुम्बाफु गोलकिपर राष्ट्रिय कप्तानीको राष्ट्रिय टिमको देशदेखि विदेशसम्म खेल्न सक्ने भइन्। यो चाहिँ यति धेरै लक्षण बोकेको चाहिँ नि खेल मैदान रहेछ। अब आउने भाइ बहिनीहरूलाई पनि जसले मेहनत गर्छ ऊ कहिले पनि हार्न पर्ने छैन भन्ने सन्देश पनि पुगोस् यो भिडियो मार्फत है। अहिले बिहानको समय छ, मर्निङ वकमा निस्केको समय छ है। हजुरहरूलाई सम्पूर्ण यो देखाउँदै गर्दा अरू पनि भाइ बहिनीहरूले यसरी नै मेहनतको साथ अघि बढेदेखि कसैले पनि त्यसरी निराश हुनुपर्ने देखिँदैन भन्दै यो सुन्दर तीनघरे बजारलाई निहाल्दै हजुरहरूलाई सबैलाई गुड मर्निङ भन्दै आजको दिन हजुरको शुभ रहोस्, लगायत मेरो पनि शुभ रहोस्, हजुरको पनि शुभ रहोस् है। साथै मेची राजमार्ग पनि जोडिएको छ। हामी यति धेरै धनी छौँ तीनघरे बासी है। तैपनि विविध कारणहरूले गर्दा चाहिँ बजार त्यति धेरै मौलाउन सकेको छैन। बुद्धिजीवीहरूको ध्यान पनि जाओस् है। र यो सामुदायिक भवन पनि थोरै जीर्ण अवस्थामा रहेको छ। यसलाई पनि यो प्रति पनि ध्यान पुगोस् सबैजनाको है। यो बनेको निकै भइसक्यो। यसका भएका यो झ्यालको सिसाहरू सबै फुटिसकेका अवस्था छन्। माथिका भवनहरू त्यसै अलपत्रै छ। यसलाई संरक्षण गर्नुपर्ने कसले हो है। यो भवन बन्नलाई चाहिँ अब खेलाची
रकमले चाहिँ हुँदैन। भोलि फेरि बन्ला नबन्ला यसलाई संरक्षण गर्नुपर्ने हो, गर्नुपर्छ तपाईँ हामी सबैले पनि भन्दै यो छोटो लाइभबाट हजुर भिडियो बनाउँदै म बिदा हुन चाहन्छु। हजुरको दिन शुभ रहोस्। हस्, धन्यवाद।